एउटा हत्यारा अपराधी जुनसुकै उचाइमा पुगे पनि उसको कर्म अपराध नै हुन्छ। प्रसङ्ग हो केपी शर्मा ओलीको। नमस्कार, म सुभाष जीसी। तपाईँ होसमा हुनुहुन्छ कि जोसमा? मैले प्रश्न गर्न चाहन्छु। तपाईको कर्तव्य जनतालाई मुठभेड गराउने होइन, जनताको सुरक्षा गर्ने हो। तपाईको शक्ति घमण्ड होइन, उत्तरदायित्व हो। तपाईँ प्रचण्ड भन्दा पनि रगतको प्यासी देखिँदै हुनुहुन्छ। तपाईँ जनताको रगतमा होली खेल्न उत्सुक हुनुहुन्छ। आज जसरी तपाईले जनतालाई संयमता अपनाउन आदेश दिनु साटो हिंसात्मक हुन निर्देशन दिनुभयो, यसले एउटा गलत इतिहास रचाउनेछ। देशको प्रधानमन्त्री जसलाई जनताले संविधानको रक्षक र संविधानको रक्षा गर्ने जिम्मेवारी दिए, तर त्यही प्रधानमन्त्रीले आज संविधानको खिल्ली उडाउँदै लोकतन्त्रको गला निमोर्दै आफ्नै जनताको रगतको सडकमै होली खेल्ने आदेश दिएको छ। के प्रधानमन्त्रीको धर्म यही हो? के प्रधानमन्त्रीको कर्तव्य यही हो? वैशाख 15 गते हुने राजावादीहरूको आन्दोलन, चाहे हामीले त्यो समर्थन गरौँ या नगरौँ, त्यो जनताको संविधानको अधिकारको कुरा हो। नेपालको संविधानको धारा 17ले भन्छ शान्तिपूर्ण रूपमा भेला हुने, अभिव्यक्ति स्वतन्त्रता प्रकट गर्ने र प्रदर्शन गर्ने अधिकार छ भनेर। यसो भन्दैमा म राजावादी पनि होइन र म राजाको विरोधी पनि होइन। जनताको अभिभावक बन्नुपर्ने प्रधानमन्त्रीले उल्टै पार्टीका कार्यकर्तालाई मुठभेडमा उतार्न दिनु निर्देशन गलत हो। प्रधानमन्त्रीको शक्ति यस्तो गलत प्रयोग हुनु हुँदैन। मानव अधिकारवादीहरू कहाँ छन्? मेरो प्रश्न अदालत र ती न्यायमूर्तिहरू कहाँ छन्? प्रधानमन्त्रीले देशको अभिभावकले खुल्ला गृह युद्ध निम्ताउने घोषणा गर्दा, प्रधानमन्त्रीले कुनै सहर कब्जा गर्ने आदेश दिँदा टुलु हेरेर बस्ने यस्ता अधिनायकवाद हेरेर बस्न सक्ने न्यायमूर्तिहरू केपी ओलीको फरियामुनि गएर लुके हुन्छ। मलाई राजावादी भन्नुहोस्, फरक पर्दैन। आफ्नै जनता, राजावादी होस् वा काङ्ग्रेस होस्, आफ्नै जनतालाई आफ्नै दुश्मन सरह सम्झेर प्रधानमन्त्रीज्यूले जुन आदेश दिनुभयो, त्यो आदेशप्रति खेद प्रकट हो। प्रधानमन्त्रीज्यू, तपाईले संविधानको धारा 51 को ख अनुसार सुरक्षा, विधिको शासन र मानव अधिकारको संरक्षण गर्नुपर्ने हो, तर उल्टै आफ्ना कार्यकर्तालाई राक्षस बनाई जनतालाई टोक्न र ठोक्न आदेश दिनुभएको छ। यस्तो कार्य सरासर गलत छ। यदि यो देशमा कानुन र न्याय छ भने 2074 को भाग 2 अध्याय 3 को धारा 56 र 57 अन्तर्गत तपाईको निर्देशनले यदि हिंसा भड्कियो भने हिंसात्मक संगठन गरेको आरोपमा तपाई जेल जानुपर्ने हुन्छ। यदि तपाईको व्यक्तिगत आदेशले नेकपा एमालेका कार्यकर्ता मार्फत 15 गते भोलि हत्या, हिंसा वा अङ्गभङ्ग वा कुनै पनि क्षति भयो भने के तपाई त्यसको जिम्मेवारी लिन सक्नुहुन्छ?